लु साथीहरु यो झरना चाहिँ कहाँको हो चिनौँ ल चिनेर चाहिँ कमेन्ट गरौँ ल साथीहरु चिन्यो भने चाहिँ भन्दा नि हाम्रो यहाँ चाहिँ माछा फार्मको लागि हामीले यहाँ चाहिँ यसरी पानी लिएर त्यो पोखरी नि बनाएको छौं फोटो अघि खिचिसकेको छ हैन अब यहाँ पोखरी चाहिँ यस्तो बनाउँदैछ हामीले यो पोखरी ल साथीहरु यो अब पोखरी हामीले सचाउनुको लागि हो माछा पाल्ने यहाँ त्यहाँ माथि नै एउटा सानो छ निर्माण त्यहाँ माथि चाहिँ हालिसकेको छ त्यो डिलमाथि चाहिँ र यहाँ चाहिँ अब यहाँको पोखरीलाई हामीले यहाँ सचाइसकेका छौं हैन र यहाँ पनि पानी गइरहेको अवस्था छ यो पोखरीको कहाँबाट गयो भन्ने चाहिँ हामीले हेर्दै छौं है यहाँ गयो यहाँ तर यो आफै भरिन्छ होला भन्ने चाहिँ आश गरेको छौं हैन माथिको भन्दा बब्बल पोखरी भएको छ यहाँ अब कहाँ बनाउनु त्यहाँ हो त्यहाँ नि पोखरी बनाउनुको लागि साथीहरुले सफा गरिरहेछ र यहाँ पनि हाम्रो यो माटोहरु पक्की भइसकेपछि हामीले यहाँ पनि बनाउँछौं यहाँ चाहिँ निर्माण भइसकेको छ यहाँको पोखरी चाहिँ यतिको बनाइसकियो यतिको हो कसो यो कुरो यो केटाहरु गरिरहेछ सट्ट लगाएर यस्तो यो पानीबाट चाहिँ हामीले माछा पालन चाहिँ गर्दैछौँ पोखरी यतिको निर्माण गरिसक्यो केटाहरूले त्यो रोडको माथिल्लोपट्टि पनि पोखरी निर्माणै हुन्छ यहाँ यो पोखरी यत्रो गइसक्यो 400 रुपैयाँ त अनि इन्कम भइसक्यो त टिकट गोपाल भन्नु अनि तल्लो तला पनि पोखरी नै बनिनेछ त्यो बाँसहरु खिचेर यो यहाँदेखि माथिल्लो तला नि एउटा पोखरी नै छ माथिल्लो तला यहाँ नि अब बनिने छ एउटा पोखरी भित्रदेखि यहाँसम्म त्यो ढुङ्गा आयो हैन त्यो ढुङ्गा चाहिँ यता राख्नुपर्छ पोखरी हेर्नु आएको मान्छे अहिले चाहिँ हाम्रो अस्थायी रूपमा मात्रै पोखरी बनाइरहेको छ यो थाहै भएको छैन हामीले चाहिँ यहाँ पोखरी सचाउनुको लागि चाहिँ यो पानीहरू जम्मा गर्ने काम भइरहेछ माथि चाहिँ हल्का हामीले माछा हालिसकेको छौं खोलाको असला माछा यहाँ चाहिँ हामी यो चाहिँ पोखरी सचाउनुको लागि मात्रै हामीले यो चाहिँ पोखरी बनाइरहेको छौं अब यो पोखरी सचिसकेपछि हामी यसमा नि हालिहाल्छौं र हामी चाहिँ यहाँ चाहिँ असला माछा हाल्ने हाम्रो योजना छ र तल चाहिँ हामी तल्लो त्यो बाटाको माटोमा चाहिँ हामी ग्रास कप माछा हाल्छौं
हुन्छ जे हाल्ने माछा पा त्यहाँदेखि कसले हो कतै जान्छ बाजामा ठाउँ छैन तल जाति बजार हिँड्दै जान्छ बर्खा त खोइ हाल्छ आफै जान्छ को हो बाजी राख्दा भइगयो त नि बाजी राख्दा भइगयो त नि त्यसो भन्दै थियो त्यसै केटाहरूले अब इन्डिङ गर्दैछ जान्छ आइहाल्छ नि फेरि आइहाल्छ साथीहरू हामी चाहिँ यहाँ माछा पाउनको लागि पोखरी निर्माण गरेछौँ ऊ चाहिँ भरेन अङ्कल हो ऊ सुशील र म हामी यहाँ 5 जनाको समिति बनाएर चाहिँ हामी यहाँ माछा व्यवसाय गर्नुको लागि हामी एउटा पोखरी निर्माण गरिरहेको छौँ र यो चाहिँ ठ्याक्कैनिर कहाँनिर भन्दाखेरि भवेन चोकको यतापट्टि कलसामा पर्छ हामी चाहिँ यहाँ पोखरी बनाएर चाहिँ लगभग 1 महिना भइसक्यो माथितिर बनाउँदै झरेको हो र माछा चाहिँ हालेको छैन हाम्रो माथि त हालिसकेको होइन र आधी हालिसक्यो असला माछा चाहिँ र आधी चाहिँ अब हाम्रो बाटोको पोखरी निर्माण भइसकेपछि यहाँ चाहिँ ग्रास कप हाल्ने हाम्रो योजना हो होइन सुशील पनि भन्न के भन्नु छ हामी चाहिँ काम गरिरहेको छौँ यहाँ रोडमा पनि एउटा बनाउने होइन यो चाहिँ उ नै बाटोमा अनि हो त्यो दुईटा ताला भयो हेलो साथीहरू हामी चाहिँ यहाँ माछा पाल्नुको लागि यहाँ पोखरी निर्माण गरेको छौँ ऊ चाहिँ मिस्टर भगन मिस्टर सुशील एन्ड विमल है र सुदन राई 4 जना 5 जनाको यहाँ समिति बनाएर चाहिँ हामी गोपाल माछा पाल्ने योजना बनाइराखेको छौँ भएन बिचमा के कालो आयो यसले नदिने बनाना पऱ्यो एकैचोटि धेर ए यो किरा बस्दैछ र माछालाई छ्या के बिचमा कालो धर्काएर छ नि ल म बनाइदिन्छु ल